हेलो साथीहरू, सबैलाई नमस्ते है। अनि फेरि मैले मिनी ब्लग लिएर आएको छु अनि हेरिदिनुहोस् होला तपाईँलाई कस्तो लाग्छ है। अनि चाहिँ आज चाहिँ मैले ब्लग स्टार्ट गर्दैछु। 12 बज्न आँटेको छ होइन। अनि यहाँनिर चाहिँ मेरो बहिनीले चाहिँ के गर्दैछ भनेर तपाईँलाई पनि देखाउने छु है। अनि यहाँ दिन पनि आज राम्रो भइरहेको थियो घाम लागेर। अनि यहाँ चाहिँ बहिनीले चाहिँ 12 बजीको लागि चाहिँ लन्च बनाउँदै रहेछ होइन। अनि यहाँ चाहिँ पहिला चाहिँ फिङ्गर भुट्छु भन्दै थियो अनि फिङ्गर भुट्दै रहेछ। अनि त्यसपछि हेर्नु सक्नुहुन्छ दिन आज अलिक राम्रो भइरहेको छ, नभए त पानी परेर कस्तो भइरहेको थियो हो। अनि आज चाहिँ यहाँनिर न्युट्रेला पनि बनाउँछु भन्दै बनाउँदै थियो बहिनीले चाहिँ हो। अनि आमाकोबाट सिकेको रे त्यो न्युट्रेलाहरू बनाउनु चाहिँ, त्यो रेसिपी चाहिँ मैले आमाकोबाट सिकेको भन्दै थियो होइन। हामी दुईजना गफ गर्दै भिडियो गर्दै थिएँ मैले चाहिँ। अनि त्यसपछि बहिनी चाहिँ यहाँनिर न्युट्रेलाको पानी निचोर्नुको लागि चाहिँ बाहिर जान्छु ल भन्दै थियो है। अनि त्यसपछि चाहिँ बहिनी चाहिँ पानी फ्याँक्नु गयो। अनि यहाँनिर चाहिँ हाम्रो यहाँ कलमा चाहिँ पानी आउँदै थिएन। अनि फेरि अहिले बन्द भएर चाहिँ यहाँ म चाहिँ पानीहरू भर्दै थिएँ यहाँनिर हो। अनि भाँडा धुने। अनि त्यसपछि चाहिँ यहाँ बहिनीले न्युट्रेला फ्राई गर्दैछ है। फ्राई गरेर चाहिँ पकाउने भनेर चाहिँ यहाँनिर फ्राई गर्दैछ। अनि आमाले पनि यसरी फ्राई गरेर फेरि पकाउँछ भनेर चाहिँ यसरी गर्दै थियो। अनि त्यसपछि यहाँ चाहिँ प्याज टमाटर है खोर्सानीहरू पनि काटिरहेको थियो है। अनि मजाले बहिनीले मजाले बनाउँछ आजकल चाहिँ। अनि यहाँनिर चाहिँ म चाहिँ फिङ्गर खाँदै बहिनीले सब्जी बनाएको हेर्दै थिएँ। अनि यहाँ बिल्लीले पनि फिङ्गर खाँदै थियो है। अनि त्यसपछि चाहिँ बहिनीले चाहिँ यहाँनिर सब्जीको लागि चाहिँ तेल हाल्दैछ। तेल हालिसकेर चाहिँ यहाँनिर प्याजहरू हाल्दैछ है, प्याज टमाटर खोर्सानी। अनि त्यसलाई चाहिँ मैले सिकाउँदै थिएँ हल्का चाहिँ है। अनि यसले अलिक फर्स्ट बनाउँदैछ नि त, त्यही भएर सिकाउनु पनि पर्छ भनेर चाहिँ मैले यसरी गर्नु ल भन्दै सिकाउँदै थिएँ है। अनि यहाँ चाहिँ प्याज खोर्सानी टमाटर हालेर चाहिँ त्यसलाई मजाले फ्राई गर्दैछ। अन्त फ्राई गर्नु ल भन्दै मैले मजाले सिकाउँदै थिएँ है। अनि त्यसपछि यसलाई फ्राई